हेलो गाइज वेलकम ब्याक टु माई च्यानल होइन। आज चाहिँ हामी कहाँ जानु रे चितलाङ जानु लागेको छौँ। अब बाटोमा अब कहाँ कहाँ घुमिन्छ। अहिले चाहिँ हामी ठ्याक्क यो कहाँनिर आयो यो थाङको माथि ठ्याक्क यो थोरै बाटो लामाटोलमा आयो ठ्याक्क हाम्रो अगाडि चाहिँ एनएस छ र अर्को हाम्रो 220। अस्ति मैले यहाँ हालेको नि त बल देखेको छैन। हेलो सुषमा हाई भनिदेऊ न विकास हाई। अब चाहिँ हामी सर जाने बाटो पनि बवाल रहेछ। टक्क माथितिर गएर अब घुम्दै घुम्दै जाने आज चाहिँ माथि गुफा पनि जान्छौँ होइन। के हुन्छ त्यो गुफा भेट्यो भने चाहिँ अब चाहिँ जानुपर्ने हुन्छ ल हिँड्यो। अब चाहिँ हामी चितलाङ पुग्नु लाग्यौँ होइन। अब चाहिँ दोदरी खन्दार बाटो यस्तो अप्ठ्यारो बाटो रहेछ हेर्नु न। हाल हेर्नु हाल पुरै धुलो जुत्ता पुरै अप्ठ्यारो रहेछ। बेकार आएको भयो हेरौँ कस्तो हुन्छ। यस्तो दुःख गरेर आएको होइन यो ज्याकेटभरि पुरै मात्रै माटो ठाउँ चाहिँ बबाल छ होइन। टक्क आउँदैन तर रोड चाहिँ अलि भएन। म त रोड राम्रो बनायो भने घुम्नु पनि के मजा होइन। ल अब चाहिँ हामी यहाँ सर जानुपर्ने हुन्छ। मेरो बाइक यस्तो आइसक्यो गाइस। हामी चाहिँ फाइनल्ली यता आइसकेको छौँ। यो ठ्याक्क उता मुन्दैछ बल्ल बल्ल पिज्जा आएर है। फेरि अफरोड आयो अनि यहाँ चाहिँ सिधै माथि गएपछि यहाँ धेरै छैन। अब 10 मिनट छ गाइस। अहिले चाहिँ हामी यो नास्पाती बारी आएका छौँ होइन। अब चाहिँ हामी फोटोसोटो खिच्यौँ। अब चाहिँ जानुपर्ने हुन्छ। जाउँ तिमी पनि ल्याएको ले मेरो लो पर्दैन ल सही ल थ्याङ्क मान्छेहरू पनि त्यति साह्रो त घुम्न आएन अलिअलि। बाटो चाहिँ खत्तमै रहेछ। यो चाहिँ के रहेछ के हो यो विकास के बिल्डिङ हो थाहा भएन। मलाई थाहा भएन त्यस मदन भण्डारी युनिभर्सिटी अफ स्कुल एन्ड बबाल रहेछ स्कुल चितलाङ भन्दा यतै हो यो। यता जानुपर्ने हुन्छ। अब अगाडि पैसा आउला नि त फर्किँदाखेरि आयो आयो ल के अरे मार्टिन्छ आउनु भने के ल लड्देऊ त कन्टेन्ट भन्छ कन्टेन्ट। जुत्ता हेर्नु जुत्ता सही भएको छ सही। सबैजना हामी चाहिँ पुरै फेरि माटी नै माटो फेरि ब्ल्याक एउटै कम्पनीको हो फेरि हाम्रो गाइस। अब चाहिँ हामी उल्टो बाटो आएछौँ है गाइस। अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ। उता जानुपर्ने ठाउँ चाहिँ डाँडापारी यता धेरै टाढा आएछौँ। जाउँ यो चाहिँ सानो सानो नानी बाबुहरू आउने हो क्या हो आउने रहेछ। चम्ब गाइस हामी चाहिँ अहिले फाइनल्ली यता आइसकेको छौँ होइन। घर हेर्न सक्नुहुन्छ भेडा बाख्राहरू उताको पाएको चाहिँ भेडाहरू यता चाहिँ बाख्राहरू छन्। फाइनली गाइस हामी चाहिँ टक्क भेडा फार्म आइसकेको छौँ। हेर्न सक्नुहुन्छ अगाडिको भ्यू भेडाहरू टाढा खानु यो चाहिँ भेडाहरू यो चाहिँ बाख्राहरू। कस्तो लाग्यो ठाउँ रमाइलो लाग्यो आउनको लागि चाहिँ अफरोड गाह्रो मजाले एउटा फोटो खिचिन्छ। अनि मुनि ड्याम पनि छ ड्याममा जानुपर्ने हुन्छ। वा कस्तो आनन्द घाम आएको यहाँ है तातो। गाइस अब चाहिँ हामी जानुपर्ने भयो। धेरै बेर बस्छौँ एकछिन रमाइलो भयो। गाइस उहाँ अगाडि चाहिँ छ है ड्याम। यो कुले खानेको खोला है गएको भने क्या कुले खाने हिँड्दा अझ टाढा जस्तो लाग्थ्यो। सायद हामी घुमेर जाँदाखेरि धेरै टाढा पर्छ होला नि त है। अब यसरी हामी उता खोला पनि पुग्छौँ त्यसपछि फर्किन्छौँ।
अरे के भेडा भेडा सब गइसि घर घर गएपछि चढेर गाइस हामी चाहिँ ठ्याक्क कुले खाने देखाओस् चलो भिडियो देखाउँछु अगाडि वाउ हेर्नु गाइस बवाल छ है कोही बेला सुक्या हुन्छ यो कस्तो दामी छ ठाउँ अहिले त घाम लाग्छ है घाम डुबेछ अहिले चाहिँ कति गहिरो होला औ जानुपर्ने गाइस हामीले फाइनली टिकट पनि लिइसकेको छौँ जानुपर्ने हुन्छ मिटिङ गर्ने नर्मलमै यसो हिँड्यौँ भनेर होइन किन उसमा हिँड्नु भनेर हो चाहिन्छ र नि ग्रुप चाहिन्छ रे ग्रुप भएन त्यही भएर टक्क नर्मलमै अब झन् म यो त पुरै कार जस्तो हुँदो रहेछ है कति बर्नदाहरू त चढिसक्यो यहाँ आएर यो ल हामी जान्छौँ अब हामी जानुपर्ने हुन्छ कता भन्यो मिल्दैन कस्तो डराएर छ सरी देखिन्छ त फिल्म हेर्न जानला जस्तो मैले टिकटक पोस्ट गर्नुपर्छ भने She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. थाहा क्यों होइन थाहा जाऊ 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 गाइस अब चाहिँ हामी फाइनली जान लाग्यौँ है घरतिर अलिकति ग्रुपमा आउनुपर्ने रहेछ यहाँ चाहिँ रमाइलो हुनको लागि ठिक छ नि तिनीहरू पनि रमाइलो भयो अब जाडो छ बिस्तार जानु पऱ्यो लास्टै खत्म छ रोड चाहिँ नाइटको भ्यू चाहिँ बनाउँछ जस्तो थाहा होइन बिस्तार गइन्छ बाटै गएर भेटिन्छ ल हामी चाहिँ अहिले खाँदा हुँदैछौँ